मुख्य जरामा चाहिँ केही समस्या छ भने जस्तै रुट रड फुट रडको समस्या हुन्छ विशेष गरेर स्याउमा सुन्तलामा त्यस्तो केसमा चाहिँ हामीले यो सहायक जरा दिएर यो मुख्य बोटलाई चाहिँ मर्न नदिनको लागि चाहिँ हामीले त्यो गरिन्छ है। जस्तो अब यो मुख्य बोट त एकदम फल्ने बेला भइसक्यो है। अब यसलाई हामीले सहायक जरा दिएर गर्न सकिन्छ। यो चाहिँ कतिवटा सहायक जरा दिने भन्ने कुरा चाहिँ तपाईँको यो बोटको साइज अनुसार भर पर्छ होइन र तपाईँको एफेक्ट गरेको जस्तो कहिलेकाहीँ फुट रड यो रिजनमा मात्रै हुन्छ भने यो रिजनमा मजाले तपाईँले सहायक जरा दिए पनि भयो अथवा कहिलेकाहीँ चारैतिरबाट यसरी फुट रड भइरहेको छ काण्ड कुहिने रोग भएको छ भने त्यस्तो केसमा चाहिँ तपाईँले यताबाट एउटा दिन सक्नुहुन्छ होइन। यो चाहिँ अस्ति भर्खर गरेको हो, लगभग 1-1.5 महिना अगाडि चाहिँ हामीले प्र्याक्टिकल गर्दाखेरि गरेको। यो पनि एउटा क्राफ्टिङको विधि हो र अब हामीले यसरी पछाडि आयो भने चाहिँ यहाँबाट आएको चाहिँ सबै फाल्नुपर्छ र अब यस्तै तपाईँको 1 वर्ष अगाडि गरेको हेर्नु सक्सेस कसरी हुन्छ भन्ने कुरा चाहिँ म यहाँ देखाउँछु। यतातिरबाट कमजोर हुन थालेको कारणले गर्दाखेरि यसलाई चाहिँ अलिकति सहायक यो बोटलाई बचाउनको लागि र उत्पादन दिइराख्ने बनाउनको लागि चाहिँ हामीले यहाँ सहायक जरा दियौँ। त्यत्रै दिएको होइन, यत्रै थियो 1 वर्ष अगाडि यसको साइज। अहिले हेर्नुहोस् कत्रो भएको छ होइन, भनेको यो सक्सेस भएर भयो। यो मजाले जोइन भएको छ, यी एकदम नफुसिङ गरेर अझै पनि तपाईँको 1-2 वर्ष तपाईँको यहाँबाट चाहिँ मुनाहरू आउन सक्छ। यसलाई चाहिँ रेगुलर रूपमा चाहिँ हामीले फालिराख्नु पर्छ है। यसको लागि चाहिँ पहिला रुट स्टक खै त्यो बाउसु ल्याउनु अघि अथवा यही स्याउको छ भने पनि हामीले अगाडि नै गाड्न पनि सकिन्छ र यो कुन ठाउँमा गर्ने भनेको जुन साइडमा गर्नु पनि सकिन्छ। सकेसम्म चाहिँ अब जस्तो फुट रड छ भने तपाईँको कुन साइडमा ड्यामेज भएको छ त्यो साइडबाट चाहिँ सपोर्ट दिने खालको बनाउन सक्यो भने चाहिँ राम्रो हुन्छ। र अब यसरी भयो भने चाहिँ हामीले अलरेडी यसलाई गाडेर राखिदिने, जस्तो हामीले बी ब्लकमा हेरेका थियौँ यहीँ पनि तलपट्टि चाहिँ गाडेर राख्नु भएको छ होइन। त्यो भयो भने अलरेडी गाडिदिने र यो विशेष गरेर यो डेसिडियस फ्रुटहरूको लागि चाहिँ हामीले अहिले यतिखेरै उखेलेर यो पुष माघ महिनामा पनि मजाले गर्न सकिन्छ होइन। र त्यसलाई चाहिँ पहिला हामीले यस्तोमा चाहिँ यसलाई ठ्याक्क साइज हुने तरिकाले चाहिँ ठाउँ बनाउने र तपाईँको लगभग यो रिजनमा, किन भन्दा धेरै तल गर्नु पनि त्यति राम्रो हुँदैन होइन। यो रिजनमा गर्ने हो भने चाहिँ तपाईँले यतिको हाइटमा चाहिँ तपाईँले यसलाई गर्नु पर्यो। अब लगभग यसलाई अलिकति जरा भन्ने कुरा चाहिँ हामी आफूले फिक्स गर्ने कुरा है। लगभग यो ठाउँमा गर्ने हो भने चाहिँ तपाईँले यहाँ यतिको ठाउँ बनाउने र यसलाई चाहिँ हामीले यहाँ काट्ने होइन। र काटिसके पछाडि यहाँ गर्ने हो भने यो गर्नको लागि 1 वर्ष अगाडि रोपेको हुन्छ। 1 वर्ष अगाडि रोपे पनि भयो तत्कालै यो यस्तो खालको स्याउलाई चाहिँ तपाईँको तत्कालै यतिखेर गर्दाखेरि पनि भयो होइन। अब यसलाई गर्दाखेरि जस्तो यो पोर्सनमा गर्ने भयो भनेपछि यो ठाउँमा चाहिँ तपाईँले यस्तो खालको ठाडो घाउ बनाउने, यसरी हेर्नुहोस् यस्तो खालको घाउ बनाउने है। यस्तो काट ताकि हामीले अहिले ग्राफ्टिङ गर्ने बेलामा यो सजिलैसँग छिरोस् होइन। र अब यसलाई चाहिँ तपाईँले अघि हामीले ग्राफ्टिङ गर्दाखेरि जस्तो खालको बनाएको थियो त्यसरी नै गर्नु पर्यो। एउटा चाहिँ यतापट्टिबाट अलिकति लामो खालको कट काट्नु पर्यो यस्तो खालको, र यतातिरबाट चाहिँ छोटो खालको कट काट्नु पर्यो। जस्तो यो छोटो कट काटेको चाहिँ तपाईँको यो माथिल्लो भागमा पार्ने गरेर, यो लामो गरेको चाहिँ तलपट्टि पार्ने गरेर तपाईँले यहाँ चाहिँ सट्ट यसरी घुसाउनु पर्यो होइन। अब यो घुसाउँदाखेरि यो ठ्याक्कै क्याम्बियल कन्ट्याक्ट चाहिँ हुनु पर्यो है। यो बोक्रासँग बोक्रा ठ्याक्क यसरी जोडिनु पर्यो होइन। र जोडिसके पछाडि अब यो चाहिँ हामीले अगाडि नै रोपिसकेको छ भने यसलाई चाहिँ समस्या भएन। अहिले चाहिँ हामीले मजाले यसलाई गरिदिनु पर्यो। र यो अब ठुलो बोट छ भने चाहिँ यसलाई मजाले यसरी सुतरीले कस्नुपर्छ। पहिला कस्ने कि यो टेप होइन, ठुलो छ भने पहिला कसने अनि टेप लगाउने फेरि कसने गर्नु पर्यो। अब यतिको बोटलाई त यो त्यति जरुरी पनि पर्दैन, हामीले यो टेपले पनि मजाले काम गर्छ होइन। तपाईँले यसलाई टाइट गरेर बस्दिने है, त्यसरी गर्नु।
सक्छ यो दह्रो भएन भन्ने भयो भने बाहिरबाट चाहिँ एक दुई फल्का डोरी बाँधिदिनु भयो भने त्यो चाहिँ बलियो हुन्छ नि त। फुस्किनु नदिनको लागि चाहिँ बाँध्ने है फेरि यो मुनाहरू आइरहेको छ कि अब होइन, अब मुना आउने बेला हो नि त। यस्तो आयो भने चाहिँ यसलाई चाहिँ हटाइराख्नु पऱ्यो हरेक तपाईँको 10-15 दिन खाएर मजाले हटाउनु पऱ्यो। अब यसलाई मजाले सिँचाइ गरेर छोड्नु पछाडि बुट्टाले नै हालेर